आज एउटा सक्सेस स्टोरी लिएर आएको छौँ, होम बाइङ सक्सेस। उहाँको चाहिँ हामीले सामान्य ब्याङ्कले उहाँलाई ब्याङ्कले लोन एप्रुभ गरिदिन्छु भनेर भनेको भन्दा 3 लाख बढी 688 ब्याङ्कले भनेको थियो उहाँलाई। हामीले 9,88,000 लोन एप्रुभ गर्न सफल भयो उहाँको इन्भेस्टमेन्ट प्रपर्टी पर्चेसको लागि। अब तपाईँलाई लाग्न सक्छ कसरी 3 लाख बढी, अनि असम्भवै होला। तर हामी यो कसरी सफल भयौँ भने हामीसँग मोर देन 30 लेन्डर्सहरू छौँ, अनि हामीले चाहिँ उहाँको लागि राइट लेन्डर फाइन्ड गर्न सफल भयौँ, जो लेन्डरले उहाँको सिचुएसन ठ्याक्कै बुझेको होस्। किन भन्दाखेरि हरेक लेन्डरको आफ्नो डिफ्रेन्ट पोलिसी हुन्छ, अनि हरेक लेन्डरको चाहिँ डिफ्रेन्ट रिस्क एपेटाइट पनि हुन्छ। कस्तो डिललाई कसरी एसेस गर्ने, कसलाई कतिसम्म लोन एप्रुभ गर्ने भनेर हामीले राइट त्यही कुरालाई चाहिँ एड्रेस गरेर उहाँको लागि एकदमै सुइटेबल हुने, सबभन्दा म्याक्सिमम लोन एप्रुभ गर्न सक्ने उहाँको पर्टिकुलर सिचुएसनको लागि त्यो लेन्डर पत्ता लागेर त्यो लेन्डरबाट लोन अप्लाई गरेर अप्रुभ पनि आज भर्खरै अनकन्डिसनल एप्रुभल आयो। उहाँ ह्याप्पी, उहाँ फाइनली आफूले सोच्नु भएको प्रपर्टी किन्नको लागि सफल हुनुभयो। कङ्ग्रेचुलेसन उहाँलाई। अनि तपाईँहरूलाई पनि यस्तै समस्या छ, अलिकति बढी लोन एप्रुभ गर्नु परेको छ भने थाहा छ तपाईँलाई कसलाई कन्ट्याक्ट गर्नुपर्छ। थ्याङ्क यू।